Hey guys, welcome to my videos. This is day 12 at gym. So आज चाहिँ मैले ब्याक र ट्राइसेप्सको वर्कआउट गरेँ जिममा। मेरो 12 घण्टाको ड्युटी सकेर चाहिँ म जिम गएँ। 15 मिनट वाकिङ लाग्छ मलाई जानको लागि र गएर वार्म अप गरेर चाहिँ मैले पहिलो एक्सरसाइज सुरु गरेको भनेको ल्याट्स पुल डाउन। ल्याट्स पुल डाउनको मैले 3 सेट गरेँ। 3 सेट वाइड ग्रिपमा 3 सेट 12 10 8 रेपिटेसन गरेर र यो एक्सरसाइज गर्नुभन्दा पहिला नै मैले अगाडि एउटा बारबेल बेन्च र एक्सरसाइज गरेको थिएँ, तर त्यसको मैले भिडियो चाहिँ बनाउन पाइनँ। त्यही भएर यो एक्सरसाइजबाट भिडियो बनाएको छु। र मैले दोस्रो एक्सरसाइज भनेको ल्याट्स पुल डाउनमै क्लोज ग्रिपवाला मेसिन लिएर चाहिँ तपाईँको लोअर ल्याट्सको लागि फोकस हुने गरी यसमा पनि मैले 3 सेट गरेँ। यसमा मैले सेम 12 10 8 रेपिटेसन गरेर फेलियरसम्म गए। 3 सेट यसको पनि 3 सेट वाइड ग्रिपको र 3 सेट यसको क्लोज ग्रिपको र त्यसपछि मैले वान ह्यान्ड डम्बल पुल ओभर गरेँ फर ल्याट्सको लागि। यसमा मैले 30 केजीको डम्बलबाट सुरु गरेँ। यसमा पनि मैले 3 सेट गरेँ। 3 सेटमा तपाईँको 15 12 10 रेपिटेसन गरेर गरेँ। पहिलो मेरो 30 केजीको डम्बलको साथ रहेको थियो र त्यसपछि मैले 40 केजीको डम्बलले चाहिँ 2 सेट गरेँ। दोस्रो पनि 40 र तेस्रो पनि 40 केजीकोले गरेँ। यसले पनि तपाईँको जति पनि ब्याकमा ल्याट्स मसल छ, ल्याट्स मसललाई इन्क्रिज गर्नको लागि धेरै इफेक्टिभ वर्कआउट रहेको छ यो। यसमा पनि भरिसक्कै स्लो रेन्ज अफ मोसनमा गर्नु होला आफ्नो फर्म नबिगारी। र त्यसपछि चौथो एक्सरसाइज मैले आफ्नो ट्राइसेप्सको लागि गरेँ। ट्राइसेप्समा मैले पहिलो एक्सरसाइज भनेको केवल रोप एक्सटेन्सन गरेँ मैले चाहिँ यसमा, हैन, रोप एक्सटेन्सन। यसमा मैले 3 सेट गरेँ। 3 सेटमा त्यही मैले 15 र 12 र 10 रेपिटेसन राखेँ र त्यसपछि मैले इमिडिएटली बारबल जुन हाम्रो सिधा रड हुन्छ त्यो सिधा रडले चाहिँ केबल एक्सटेन्सन गरेँ। त्यसपछि तपाईँको यसमा चाहिँ मैले अलिकति हेभी नै राखेँ। सुरुको सेट गर्दाखेरि मलाई त्यति साह्रो हेभी लागेको थिएन र मैले अलिकति वेट बढाएर चाहिँ फेरि गरेको थिएँ। र त्यसपछि मैले जुन यो हाम्रो रिभर्स एक्सटेन्सन, त्यही रडमा सिधा रडमा चाहिँ रिभर्स एक्सटेन्सन जुन हाम्रो लोअर ट्राइसेप्स छ, इनर ट्राइसेप्स, त्यसको लागि मैले गरेँ। यसमा पनि मैले 3 सेट राखेँ। 3 सेटमा मैले 12 10 9 रेपिटेसन गरेँ र यसमा पनि मैले अलिकति फेरि दोस्रो सेटमा वेट बढाएर गरेको छु। त्यसमा मैले 10 रेपिटेसन गरेँ। सुरुमा अलिकति मलाई वेट कम्ती भयो जस्तो लागेर फेरि वेट इन्क्रिज गरेँ मैले। जति सक्दो वेट बढाएर फर्म नबिगारिकन गर्न सक्यो भने त्यति हाम्रो भोल्युम, साइज, स्ट्रेन्थ गेन हुने हो, हैन। र त्यसपछि ट्राइसेप्सको लागि मेरो अर्को एक्सरसाइज केबल रोप एक्सटेन्सन। यसमा पनि मैले 3 सेट गरेँ। 3 सेटमा मैले पहिलो रेपिटेसन गरेको भनेको 15 रेपिटेसन गरेँ, विथ हेभी वेटमै थियो। र त्यसपछि 12 रेपिटेसन र 10 रेपिटेसन गरेँ। यो एक्सरसाइजले चाहिँ तपाईँको जति पनि जुन तपाईँको सर्ट हेड छ, ट्राइसेप्सको सर्ट हेड, त्यसको लागि एकदम मद्दत गर्छ, धेरै इफेक्टिभ हो। र त्यसपछि मैले अर्को एक्सरसाइज भनेको वान ह्यान्ड केबल एक्सटेन्सन, हैन। यसमा कुनै पनि बारहरू केही पनि छैन, रोप छैन र त्यो जुन केबल छ, केबल मसिन, त्यसमा वान ह्यान्ड केबल एक्सटेन्सन गरेँ। यसले चाहिँ तपाईँको जुन अगाडिको सर्ट हेड ट्राइसेप्स छ त्यसको लागि एकदम धेरै इफेक्टिभ एक्सरसाइज हो। जति सक्दो स्लो रेन्ज अफ मोसनमा गर्नुभयो भने, हैन, अलिकति ज्यादा रेपिटेसन गरेरै गर्नुपर्छ। मैले 3 सेटमा तपाईँको 15 12 रेपिटेसन गरेको थिएँ यसमा। र यसरी नै आज मेरो ब्याक र ट्राइसेप्सको वर्कआउट फिनिस भएको छ। र त्यसपछि मैले हल्का पोज गरेँ जुन डेली प्रोग्रेसिभको लागि। जहिले पनि एक्सरसाइज गरिसकेपछि जुन पार्ट्सको एक्सरसाइज गरेको आफ्नो त्यो बडी पार्ट्सलाई चाहिँ पोज गर्नु, हैन, रिल्याक्स गर्नु, स्ट्रेचिङ गर्नु, ताकि रिकभरी छिटो होस् भनेर। छिटो हुन्छ रिकभरी यसरी डेली मात्रामा पोजहरू गरिराख्यो भने तपाईको, किनभने मसल तपाईको जुन ब्लड सर्कुलेसन राम्रो हुन्छ। त्यही भएर I hope guys you like my videos. If you like my videos, you can
subscribe my channel, stay connected with me. If you have any comments, you can comment in my video. So if you have any suggestion, please do it in comment. So guys, यस्तै यस्तै फिटनेस रिलेटेड भिडियोहरू म ल्याउने गरिरहेको छु र ल्याइराख्ने छु. See you guys, see you in the next video guys. Ram ram. Thank you so much for watching my videos guys.